धरान र तराईतिर गर्मीले मौलो पारिरहेको बेला हिले आएर पाखरीबास लाग्नुमा छ। भोजपुर जाँदै गरेको बाटोमा बादल लागेर एकदम चिसो छ, बेसी भन्दा एकदम शीतल अवस्था है। मधेसमा गर्मीले पिल्सिने अवस्था भयो भने हिले काटेर पाख्नुपर्छ। हिले काटेर पाख्नुपर्छ। आउनुहोस् यो ठाउँतिर होटल घुमघाम गर्ने होमस्टेहरू पर्याप्तै रहेको जस्तो बुझिएको छ। पहिलोपल्ट यो ठाउँ घुम्न आउनु होला। पाख्रीबास छिरिएको कुरो जानकारी भएको छ बोर्डले। ल पाख्रीबास बजार टक्कै हामी आइपुगेछ। पाख्रीबासलाई नमस्ते। ल उसको मुट्टा ढिलैभरि भित्ताभरि एकदम भोजपुर जाने कता हो? ए यी देखाएको भोजपुर र दाहिनेपट्टिको बाटोबाट ओह्रालो भोजपुरलाई भेट्न बहिनी र म हिँड्यो है। ल अब भोजपुरमा अब थुप्रै चिज भेट्नुपर्ने छ। भोजपुरको करुवा पनि भन्छन्, भोजपुरको करुवा पनि भेट्नुपर्छ होला।